तपाईँको चाहिँ 1000 2000 दिँदाखेरि उहाँहरूले चाहिँ तपाईको चाहिँ हामीलाई तनाव नदिने अहिले तपाईको चाहिँ जुन जेएनजीको आन्दोलन आएपछि अनि तपाईको हामीले आन्दोलन आएर चाहिँ जुन जेएनजीले आन्दोलन गर्यो अनि तपाईको चाहिँ दिनमा तपाईँ 3 वटा 4 वटा तपाईको चाहिँ पर्ची काटेको छ ड्राइभरलाई तनाव दिएको छ अनि त्यहाँ शास्ति दिएको छ जम्मा तपाईँ 5 जना 4 जना चाहिँ जम्मा 2000 3000 तपाईको चाहिँ बुझाउँदाखेरि भाडा उठ्छ के लाग्ने कि खाली कि ग्यारेजमा चाहिँ किस्ता के बुझाउने तपाईको चाहिँ किस्ता तिर्ने कि तपाईको चाहिँ ग्यारेजमा पैसा कसरी चाहिँ तिर्ने जानकारी टिआरए पाल्ने आन्दोलन भन्दा जेएनजी आन्दोलन भन्दा अगाडि तपाईको हामीले तपाईको चाहिँ प्रत्येक यो अब यताको भाइहरूले के गर्नुहुन्छ जुन चाहिँ यो चाहिँ जुन हामी यहाँबाट दक्षिण भेट छौँ दक्षिण भेटको ठाउँमा तपाईँको यहाँबाट तपाईँको चाहिँ तलतिर गएर चाहिँ यो हाम्रो मन्दिरभन्दा तल त्यहाँ गएर के गर्नुहुन्छ उहाँ पैसा बुझाउनु पर्यो यहीँ आएर बुझाउँथ्यौँ त्यसपछि चाहिँ तल मालुगा बुझाउँथ्यौँ त्यसपछि तपाईँको बलेवा त्यसपछि कुसमिसेर तपाईको मासी पैसा बुझाउँथ्यौँ हामी त्यो पैसा बुझाउँदाखेरि तपाईको उहाँहरूले तनाव दिनु भएन जब तपाईँको जेएनजीहरू आएको आन्दोलन पछाडि उहाँले चाहिँ यहाँको हाकिमले भन्नुहुन्छ अरे तपाईँको चाहिँ प्रत्येक चाहिँ दिनदिनै तपाईँको 3-4 वटा बिल काट भने चाहिँ उहाँले निर्देशन दिनुभएको छ त्यही चाहिँ प्रत्येक गाडीलाई 3-4 वटा बिल काट भनेर भन्नुहुन्छ अरे उहाँले अनि त्यही चाहिँ उहाँहरू ट्राफिकलाई किन चाहिँ यो गर्नुहुन्छ तपाईँ हामी समन्वय गरेर जाउँ हाम्रो जस्तो चाहिँ जान केटाडी छ हामीले चाहिँ जान केटाडी पाल्नु पर्यो यत्रो लगानी गरेको छ हामी गाडीवालाले चाहिँ तपाईँको अहिलेसम्म चाहिँ कहीँ तपाईँ बिल्डिङ तयार पारेको छैन जान केटाडी पाल्न पाऊँ सर यो चाहिँ नगरिदिनुहोस् तपाईँले भनेर हामीलाई कतिचोटि हात जोडियो त्यो हात जोड्दा नि उहाँले मासिक रूपमा दिने पैसाको चाहिँ रसिद काटेर दिने कि यतिकै दिँदा चाहिँ तपाईँ यो तनावै थिएन त अनि तपाईँको चाहिँ अर्को दिन आएर काट्छ कति चाहिँ तपाईँको एउटा कुरो छ नि त अब यहाँ बजार छ यहाँ बजारले गर्दा अहिले चाहिँ तपाईहरुले पैसा नदिएको कारणले चाहिँ यो घटना भयो हो हो सही हो हामी त पैसा चाहिएन पैसा दिएर चाहिँ उहाँले नखानी त्यसपछि उहाँले दिनमा तपाईको 3-4 वटा चाहिँ बिल काटे यी भाइहरूसँग चाहिँ बिल छ यी हाम्रो चाहिँ जम्मा हेर्नुहोस् है जम्मा एउटा बिल बुक एउटा लाइसेन्स हुन्छ जम्मा 2टा हुन्छ चेकिङ कहाँ कति थाहा हुन्छ 4-5 थाहा हुन्छ 5 थाहा तपाईँको बिल बुक लाइसेन्सहरू कसरी बुझाउँछ जम्मा 2टा हुन्छ हामीले तपाईँको चोका लाइसेन्स कसरी बुझाउँछ बिल बुक कसरी जम्मा 2टा हुन्छ होइन भन्नु त